त्यहाँ एकजना मान्छे आउँदै हुनुहुन्छ कि उहाँलाई यसो लिफ्ट हान्दिउँ भनेर। यहाँ अलिकति माथि छ कि आज फुर्सद भए बसेर जाउँ, बिहान सबेरै जाउँला। त्यहाँ एकजना मान्छे आउँदै हुनुहुन्छ कि उहाँलाई यसो लिफ्ट हान्दिउँ भनेर अगाडिसम्म यसो छोडिदिउँ न। गाडी कुर्दै हुनुहुन्थ्यो क्या हो? म गाडी कुर्दै थिएँ। ल बस्नु बस्नु ल। होइन टेकेर बस्नु न, मिलिहाल्छ। अनि हजुर कहाँबाट? म त उता दमौली। अनि यता पूर्व यता मेरो घर हो, कहाँ? यता राजविराजसम्म। तपाईँ कहाँसम्म जाने हो? म त यहाँ नजिकै हो, मेरो त्यहाँ साथीले गाडी छोडेर जानुभएछ। ए अँ अनि एकजना हेरेको थिएँ, ए साथी त आएर बस्नुभयो होला भन्ठान र म त आइपुगेँ। निजगढ आउनु न, निजगढमा म कुरेर बसेको छु उहाँ भन्नुभयो। हजुर निजगढ त नजिकै छ होइन? निजगढ त यहाँ 10 किलोमिटर। अँ हजुर दमौलीमा के? म गाउँ जानु लागेको अलि दिनको लागि। हजुर तपाईँलाई यसो हेरेको गाडी कुरिराख्नु भयो जस्तो लाग्यो के, अनि म पनि एक्लै गइरहेको थिएँ। बाटो लामै छ मेरो त, तपाईँ जहाँ गए म पुऱ्याइदिने खालको मान्छे हो फेरि। तर पूर्वमा त बेसरी जाडो रहेछ त है। शीत हेर्नु न कस्तो आएको, शीत परेको दिउँसै। हजुर हजुर अँ उहाँलाई अब पुऱ्याइदिन्छु अनि म आफ्नो तलमा जान्छु हो। हजुर हजुर राजविराज। अब पुरानो बसाइ त दमौली धेरै वर्ष बसियो। दमौली थाहा होला नि तपाईँलाई? त्यही त तर यो मौसममा पनि घुम्नुको छुट्टै मजा रहेछ क्या एउटा। अँ हो, अब यही अनुसार खानपान र लुगा लगाइ भयो भने सही हो, नभए त फेरि गाह्रो छ। ल गाइज अब ब्याट्री स्याट्री त्यस्तै हो, अब उहाँलाई छोडिदिन्छु। अनि त्यही हो गाइज, अब यस्तै हो क्या हाम्रो पारा भनेको। अब यस्तो के त उहाँ तपाईँहरूको बुवा अङ्कल काका जे पनि गर्न सक्नुहुन्छ नि त। अब हामी यसरी हेल्प गरेर हिँडिन्छ यार, तिमीहरू यार मलाई गाली हान्छौ यार, कसम सुहाएन नि त तिमीहरूलाई यार, सुहाउँछ त भन त, साँच्चै भन त। अब जाडो महिना, अब हाम्रो बुवा उमेरको मान्छे बाटोमा गाडी कुरिराख्नु भएको, अब देखेपछि त उठाएर पुऱ्याइदिउँ न होइन गाइज। यस्तै हो कि अब यति अब 10 किलोमिटर भयो नि पुरै जङ्गल हो फेरि दायाँ बायाँ राष्ट्रिय निकुञ्जको बाटोको। अब म नि खाली गइरहेको थिएँ होइन, अटिन्छ नि त फेरि पछाडि मेरो ब्याग भयो भने अटिन्छ। अनि त्यही भएर यसो उहाँलाई नि जाने रहर भयो सोधिदिएँ, अनि आउँदै हुनुहुन्थ्यो दौडेर। अनि त्यहाँपछि बसालेँ हिँडेँ। अब त्यस्तै हो क्या गाइज, अब होइन नेपाली भएर नेपालीले सहयोग गरिएन भने त हुँदैन क्या। अब यही ठाउँमा अब इन्डियन कुनै मुलुकको अरू नै मुलुकको मान्छे भएको भए नि सहयोग त गरिन्थ्यो क्या फेरि होइन, सहयोग नगर्ने कुरा हुँदैन। सो यही हो गाइज, हाम्रो कन्टेन्ट भनेको यही हो। अब हामी जे हो त्यही हो क्या, हामी धेरै सो अफ भन्दा पनि हामी जे हौँ त्यही अब तपाईँहरूलाई देखाइरहेको छौँ होइन। अब तपाईँहरूले अब कहिलेकाहीँ यार मजाकदेखि लिएर अब हिन्दीमा चाहिँ यसो अलिअलि बोलियो भने पनि तपाईँहरू रिसाउनुहुन्छ भने त नहेर्नु क्या, मेरो भिडियो नहेर्नु। सानो मन नराख्नु, न्यारो माइन्डेड नहुनु नि गाइज। एकबारको लाइफमा मरेर लानु केही छैन, मरिन्छ। अब यी बाजे अब हाम्रो बाइकबाट झरेपछि एकछिनपछि उहाँलाई कस्तो जे भयो नि, ल यो भाइले त मलाई पुऱ्याइदियो भन्ने फिल हुन्छ नि त उहाँलाई नि होइन। केही राम्रो काम गर्दाखेरि पनि तपाईँहरू अब झर्किनुहुन्छ, रिसाउनु नराम्रो कमेन्ट गर्नुहुन्छ भने त म के भन्न सक्दिनँ क्या। म सबैलाई सुधार्न त सक्दिनँ नि त, म सबैलाई यसरी देखाइदिन सक्छु कि लाइक यस्तो पनि गर्न सकिन्छ है बाटोमा होइन। के थाहा उहाँलाई एकदम समस्या परेर होइन, कहीँ टाढै जानु पो छ कि केही छ होइन। त्यही हो गाइज, अब यो जिन्दगीमा हामीले गर्न सक्ने भनेको मद्दत बाहेक केही गर्न सकिन्न। सकिन्छ गरिदिउँ, सकिँदैन अब गर्ने मान्छेलाई पनि त्यो डिमोटिभेट नगरिदिउँ भन्ने मेरो कुरा। म जस्तो भिडियो त दुनियाँले बनाउँछ नि, तपाईँहरूले दुनियाँलाई नै त्यस्तो नराम्रो कमेन्ट गरेर डिमोटिभेट गरिदिनुहुन्छ भने त पछि त कसले हेल्प गर्छ, कसलाई हेल्प गर्छ। यस्तै रङ साइड नआउनु होला है। यो है फास्ट ट्र्याक जाने बाटो, काठमाडौँ जाने बाटो। हजुर सिधा काठमाडौँ मधेस फास्ट ट्र्याक। अनि अहिले चाहिँ अब हजुर ल गाइज, यो यति राम्रो हेर्नु न, सिन कति राम्रो छ।
हजुर हजुर ल साथीहरू अब फाइनली अब निजगढ आइपुग्नु लाग्यौँ अब उहाँलाई हामीले छोडेर अनि हामी जान्छौँ हाम्रो गन्तव्यतर्फ फाइनली अब अङ्कलको पनि यहाँ ठाउँ आयो अब अङ्कललाई यहाँ पुऱ्याएर म चाहिँ अब लाग्छु गाउँतिर हजुर टेकेरै झर्नुभयो हुन्छ है टेकेरै मेरो मेरो झोला छ अँ ल अनि हजुरको शुभ नाम मेरो म अर्जुन घिमिरे अर्जुन घिमिरे यहाँ अलिकति माथि छ कि आज फुर्सद भए बसेर जाउँ बिहान सबेरै जाउँला होइन म त उता ड्याडी कुरेर बस्नु भएको अब आउने भनेपछि कति रिक्वेस्ट कतिचोटि भन्नुभयो कि आऊ भनेर अनि आज समय मिलाएर जाँदै हो त्यही भएर आज पुग्नुपर्छ हस् हुन्छ है हस् धन्यवाद ल है यसरी पनि मित्रता चिनजानहरू धेरै कुराहरू हुन्छ है गाइज होइन ल अब यो सब भन्दै गर्दै निजगढबाट है त हामी लाग्यो गाउँतिर अब ब्याट्री पनि छैन स्पेस पनि छैन भ्लग सकिन्छ होला पुगेर अपलोड गर्छु अपलोड गरेपछि बुझ्नु होला यो नि गाउँ पुग्यो भनेर है